दक्षिण एसियाको इतिहास पल्टाएर हेर्ने हो भने राष्ट्रिय सार्वभौम सत्ता र पूर्वाधार विकास बीचको एउटा एकदमै रोचक र भनौँ निकै जटिल ऐतिहासिक सम्झौता भेटिन्छ। आजको हाम्रो यस विश्लेषणमा हामी त्यही ऐतिहासिक विषयको गहिराईमा पुग्नेछौँ। यो कुनै पुरानो इतिहासको पाना मात्रै होइन नि, यसले त हाम्रो आजको यथार्थलाई नै कोरिरहेको छ। सार्वभौमसत्ताको वास्तविक मूल्य के हो त? यो एकदमै गम्भीर प्रश्न हो। छिमेकी राष्ट्रहरू विपरीत नेपाल कहिले पनि युरोपीय शक्तिहरूको औपचारिक उपनिवेश बनेन र यो हाम्रो राष्ट्रिय गौरवको विषय पक्कै हो। तर यहाँनिर एउटा अलि फरक र अलिकति बिझाउने प्रश्न उब्जिन्छ। उपनिवेश नबन्ने त्यो अडान कायम राख्न विकासको दौडमा नेपालले साँच्चै कति ठूलो मूल्य चुकाउनु पर्यो होला त? यही कुरालाई राम्ररी बुझ्न आज हामी यी 6वटा मुख्य विषयहरूमा सरसर्ती नजर डुलाउनेछौँ। सार्वभौमसत्ताको मूल्य, दार्जिलिङ सङ्घको एउटा रोचक तुलना, सन्धिहरू र गोर्खाली सेनाको भूमिका, 1 शताब्दी लामो अलगाव, हाम्रो आजको आर्थिक यथार्थ र अन्त्यमा आजको नेपाल र बेलायत बीचको सम्बन्ध। ल, ढिला नगरी पहिलो विषयबाटै सुरु गरौँ। खण्ड 1, सार्वभौम सत्ताको मूल्य अर्थात् साम्राज्यबाट जोगिनुको मूल्य। दक्षिण एसियामा नेपालको अवस्थिति आफैमा एकदमै अद्वितीय छ। तत्कालीन शक्तिशाली ब्रिटिश इन्डिया र उता चीनको चिङ राजवंशको बीचमा च्यापिएर पनि नेपालले आफ्नो सार्वभौम सत्ता जोगाउन सफल भयो। हामी प्राय भारततिर हेरेर सोध्छौँ नि, उपनिवेशले अरू जे गरे पनि कम्तीमा रेल र पूर्वाधार त दियो नि। तर ऐतिहासिक तथ्यहरूले अर्कै कथा भन्छन्। त्यो रेल सञ्जाल विकासका लागि होइन, खासमा कच्चा पदार्थ ओसार्ने दोहनकारी संयन्त्र मात्रै थियो। नेपाल त्यो भयानक दोहनबाट त मजाले जोगियो, तर बेलायती मोडलबाट जोगिँदै गर्दा विकासको कुन बाटो रोजियो त? खण्ड 2, दार्जिलिङसँगको तुलना, हिमालयमा कोरिएका 2 फरक बाटोहरू। अब यो सार्वभौम सत्ताको मूल्यलाई ठ्याक्कै नाप्नको लागि छिमेकी दार्जिलिङको इतिहास पल्टाउनु एकदमै सान्दर्भिक हुन्छ। यहाँनिर एउटा गजबको ऐतिहासिक विडम्बना देखिन्छ। एकातिर सन् 1835 पछि बेलायतीहरूले दार्जिलिङलाई भाडामा लिए र त्यहाँ सडक, चिया बगान र स्वास्थ्य आश्रमहरूको रातारात विकास गरे। तर ठिक पारिपट्टि हाम्रा शासकहरूले चाहिँ विदेशी सेनाको प्रवेश रोक्ने अचूक रणनीतिका रूपमा पूर्वाधारै नबनाउने बाटो रोजे। विकास गरे पो बाटो हुँदै शत्रु आउँछन्, बाटो नभएपछि कसरी आउने, होइन त? यसको नतिजा कस्तो भयो होला त? सुन्दा अचम्म लाग्न सक्छ। सन् 1839मा जम्मा 100 जना मात्र रहेको दार्जिलिङको जनसङ्ख्या सन् 1849 अर्थात् 10 वर्षमै बढेर 10,000 पुग्यो। यो साँच्चै नै एउटा विडम्बना थियो। आफ्नै सार्वभौम देशको कठोर शासन र अवसरविहीनताबाट दिक्क भएर नेपाल र सिक्किमका नागरिकहरू त्यही बेलायती साम्राज्यको पूर्वाधार निर्माण गर्न पारी जान बाध्य भए। खण्ड 3, सन्धिहरू र गोर्खाहरू, कूटनीति, सैन्य नोक्सानी र अस्तित्वको सङ्घर्ष। अब प्रश्न आउँछ, नेपालले आफूलाई एउटा बफर स्टेटको रूपमा कसरी बचाइराख्यो त? यो भूगोलले मात्र दिएको वरदान पक्कै थिएन। यसमा एकदमै चलाक कूटनीति लुकेको थियो। सन् 1814-16 को युद्धपछि सुगौली सन्धि मार्फत 1/3 भूभाग गुमाएर भए पनि स्वायत्तता बचाइयो। पछि 1860मा केही तल्लो भूभाग फिर्ता पनि आयो। तर सबैभन्दा ठूलो र महत्त्वपूर्ण कूटनीतिक मास्टर स्ट्रोक थियो सन् 1923 को सन्धि, जसले नेपालको पूर्ण स्वतन्त्रतालाई अन्तर्राष्ट्रिय रूपमै औपचारिक मान्यता दिलायो। नेपालका लागि पूर्व बेलायती राजदूत एन्ड्रू स्पार्क्सको भनाइले यो कुरालाई झनै छर्लङ्ग पार्छ। उनी भन्छन्, यदि यो 1923 को सन्धि नभएको भए सन् 1947मा भारत स्वतन्त्र हुँदा नेपाललाई आफ्नो छुट्टै पहिचान जोगाउन एकदमै धौधौ पर्ने थियो। साँच्चै भन्ने हो भने यो सन्धिलाई तत्कालीन कूटनीतिको एउटा अभूतपूर्व सफलता मान्न सकिन्छ, जसले नेपाललाई नयाँ भारतीय सङ्घमा गाभिनबाट रोक्यो। तर यहाँनिर एउटा तीतो सत्य के छ भने यो स्वतन्त्रता र सन्धिको मूल्य हामीले एकदमै भारी चुकाउनु पर्यो। तथ्याङ्कहरू हेर्दा आङजिरिङ हुन्छ। पहिलो विश्वयुद्धमा मात्रै बेलायती साम्राज्यको रक्षा गर्न करिब 2 लाख गोर्खा सैनिकहरू रणभूमिमा पठाइएका थिए। नेपालले बेलायतलाई आफ्नो रगत सुम्पियो र त्यसको बदलामा आफ्नो देशको सार्वभौम मान्यता सुरक्षित गर्यो। यो चान्चुने कुरा पक्कै थिएन। खण्ड 4, 1 शताब्दीको अलगाव, राणा शासनको रणनीतिक पक्षाघात। बाहिरी विश्वसँग कूटनीतिको पाटो जति नै सफल भए पनि देशभित्रको तस्बिर भने निकै अँध्यारो थियो। सन् 1846देखि 1951सम्मको त्यो राणा शासनकाललाई इतिहासकारहरू जानाजाने गरिएको प्राविधिक र संस्थागत पक्षाघातको युग भनेर चिन्छन्।
सिमाना त सुरक्षित भयो, तर देशको भित्री विकास भने नराम्ररी कुन्जियो। यो कुरा कतिसम्म थियो भने विदेशी सेना काठमाडौँ नछेरिन् भनेर सडक सञ्जाल नै जोडिएन। अहिले सुन्दा पत्यारै नलाग्ला, तर सन् 1920 को दशकमा काठमाडौँ ल्याइने गाडीहरू सिमानामा पुगेपछि पुरै खोलेर सयौं भरियाहरूले बोकेर पहाड कटाई अनि फेरि काठमाडौँमा ल्याएर जोडिन्थ्यो। यो पैसा वा क्षमताको अभाव थिएन है, यो त एउटा सुविचारित रणनीति थियो। बाहिरी संसारमा औद्योगिक क्रान्तिको लहर चलिरहँदा हाम्रो पूर्वाधार भने योजनाबद्ध रूपमै शून्यमा राखिएको थियो। खण्ड 5 आधुनिक आर्थिक यथार्थ, मानव पुँजी निर्यात गर्ने विरासत। राणा शासनको त्यो अलगाववादी नीतिले जुन संस्थागत खाडल बनायो नि, त्यसको असर आजको हाम्रो अर्थतन्त्रमा पनि प्रत्यक्ष देख्न सकिन्छ। प्राज्ञिक विश्लेषणहरूले एकदम सटिक कुरा उठाएका छन्। गोर्खा भर्तीले केवल सिपाही मात्र पठाएन, यसले त त्यो ऊर्जावान युवा जनशक्ति नै बाहिर पठायो जसको काँधमा देशको औद्योगिक र संस्थागत विकास अडिएको हुन्थ्यो। देश बनाउने पाखुराहरू नै निरन्तर बाहिरिएपछि घरेलु अर्थतन्त्र कसरी उभो लागोस्? र त्यसकै प्रत्यक्ष परिणाम हामी आज भोगिरहेका छौं। आज नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब 27% हिस्सा पूर्ण रूपमा विदेशी विप्रेषण अर्थात् रेमिट्यान्सबाट धानिएको छ। विश्व अर्थतन्त्रलाई हेर्ने हो भने यो भनेको असाध्यै उच्च र जोखिमपूर्ण अनुपात हो। आज हरेक वर्ष झण्डै 5 देखि 6 लाख नेपालीहरू वैदेशिक रोजगारीका लागि देश छोड्न बाध्य छन्। यो विशाल पलायनले के देखाउँछ भने हामी अझै पनि विदेशी अर्थतन्त्रमै पूर्ण रूपले निर्भर छौं। यसमा एउटा ठूलो ऐतिहासिक विडम्बना लुकेको छ नि। जुन देशहरूको साम्राज्यबाट नेपाल ऐतिहासिक रूपमा जोगिन सफल भयो, आज रोजगारी र जीवनयापनका लागि तिनै देशहरूमा भर पर्नुपर्ने अवस्था छ। खण्ड 6 आजको नेपाल र बेलायत, सन्धिबाट व्यापारतर्फको यात्रा। आजको दिनमा नेपाल र बेलायत बीचको सम्बन्ध विगतको त्यो बफर स्टेट वा सैन्य सम्झौताबाट निकै अगाडि बढेर आधुनिक द्विपक्षीय सहकार्यमा परिणत भइसकेको छ। तर व्यापारको तथ्याङ्क हेर्ने हो भने एउटा फराकिलो खाडल प्रष्टै देखिन्छ। सन् 2022कै तथ्याङ्क हेरौँ न, बेलायतबाट हुने आयात र त्यहाँ हुने निर्यात बीचको अन्तर निकै ठूलो छ। यसले एउटा विकसित र अति कम विकसित देशबीचको सामान्य व्यापारिक यथार्थलाई नै ऐना जस्तै छर्लङ्ग पार्छ। तर कुरा व्यापार घाटाको मात्र होइन है। आज बेलायत नेपालको सबैभन्दा ठूला विकास साझेदारहरूमध्ये एक हो। 2015 को विनाशकारी भूकम्पपछिको पुनर्निर्माण होस् वा स्वास्थ्य, शिक्षा र जलवायु अनुकूलनका क्षेत्रमा लगानी, बेलायतले सक्रिय रूपमा नेपाललाई ती पूर्वाधार र संस्थाहरू निर्माण गर्न सघाइरहेको छ जसको जग हामीलाई आजको दिनमा अत्यन्तै आवश्यक छ। अन्त्यमा यो सम्पूर्ण ऐतिहासिक यात्रालाई फर्केर हेर्दा एउटा कुरा पक्का छ, नेपालले उपनिवेशवादको मनोवैज्ञानिक आघातबाट आफ्नो भाषा र संस्कृतिलाई सफलतापूर्वक जोगायो, जुन साँच्चै नै अमूल्य छ। तर एउटा अनुत्तरित प्रश्न अझै बाँकी छ, के त्यो सार्वभौम विजयले विकासविहीनताको 1 शताब्दी र आज देशका लाखौं युवाहरू रोजगार खोज्दै भौतारिनु पर्ने बाध्यतालाई कहिल्यै सन्तुलनमा ल्याउन सक्छ त? इतिहासको यो गहिरो यथार्थलाई अब आउने पुस्ताले कसरी सम्बोधन गर्ला? यो पक्कै पनि सोच्न बाध्य बनाउने विषय हो।